प्रिन्ट सुरुमा हेरौँ यो भिडियो। अनि लागौँ यस्ता अति रमाइला भाइरल साथै बकम फुसे कमेन्टतर्फ। अजलीमा थामा सिलामा चामल मुरुका सिलामा चामल मुरुका सिलाम चामल मुरुका दुई मुटु मिलेपछि यो जान मेरै फुरुका यो जान मेरै फुरुका यो जान मेरै फुरुका। रुको जरा सबर करो। नाचुम कि के हो? भोजराज थापा यो बहिनीलाई लगेर गीत निकाल्दिन पर्यो। अभी मजा आएगा ना भिडो। सोशल मिडिया तर्फको अति रमाइला भाइरल साथै बकम फुसे कमेन्टहरूको सङ्गालो तपाईँ हाम्रो एक मात्र युट्युब च्यानल बकम फुसे टिभीमा नयाँ हुनुहुन्छ भने भिडियो एक लाइक गरी प्रतिक्रिया दिन अवश्य पनि नभुल्नुहोला। नाम अनुसारको हाम्रो काम बकम फुसे युट्युब च्यानल सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन क्लिक गर्न पनि नभुल्नुहोला। दाइ दाइ किन जनै कानमा हालेको? भाइ पोर्क पोलिरहेछ नि। कति आइडिया जान्ने हुन्छन् नि बाहुनहरू। बाहुनको संस्कार। गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा भैँसी हेर्नुहोस्, यसरी भैँसी चराइराखेको छ हेर्नुहोस्, खाइराखेका छौँ भैँसी। एयरपोर्टमा भैँसी कुदिरहेको छ। आदरणीय दर्शक हेर्नुहोस्, एयरपोर्टमा प्लेन उड्नु पर्थ्यो, प्लेन उड्दैन, भैँसी दौडिरहेछ, भैँसी हिँडिरहेछ हेर्नुहोस्, रागा हिँडिरहेछन् हेर्नुहोस्। आदरणीय दर्शक भैँसीले रागा। नेपालमा जे गर्छ भैँसीले गर्छ। कहिले बाघ मार्ने त अहिले नेता पत्रकार लखेट्ने। समझ रहे हो आप? समझ रहे हो? बिस्तार बोले भइहाल्यो नि, भैँसी डराउने गरी बोल्नुपर्छ त। नहीं तू समझा नहीं। भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर हात हलाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है। यो हात हलालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसफसहरू आरोप प्रत्यारोपको स्थिति छ। तू समझा? करिब 2 घण्टासम्म हल्लाउँदा पनि नझरेपछि रामले रुखमै चढेर अम्बा टिप्यो। केपी ओलीले नरोकेको भए विश्वयुद्ध हुने पक्का थियो साला डाँका। बाले नभनेर पो हो क्यारे, रुस र युक्रेनलाई पनि तू भन्दिन पर्यो क्या। हाय हाय इतना सुकून। के रे? ए आमा सानीमा भेकुताले फुल पारो पानीमा बल्ल परो निर्माया आकुरी चालैमा हैन। कौन है ये लोग? कहाँ से आते हैं? बिरामी भएर सुतेको थिएँ, त्यो गीत सुनेर हाँसेछु। घरको मान्छेले घाँस काट्न पठायो मलाई। गीत सुन्दा पनि डाँडामा बसेर डबा डबा रुन मन लाग्यो कठै बरा। भ्याकु त पनि कुनोमा फर्केर रोइरह होला। दुध खाएर सँगै सुत्ने बुढा भन्दा त रक्सी खाएर सुत्ने बुढाइ ठिक हुन्छ। मातेको बेलामा ड्याम किड्याम हिर्काउनु त पाइन्छ, अरू बेला त सक्नु पर्यो नि। ये तो लेटेस्ट न्यूज है। एकजना मेरो साथी यस्तै पोस्ट गर्थ्यो, पछि उसलाई चाकको क्यान्सर भएर मर्यो।